होइन, एससी पछि पिसिएल नर्सिङ पढ्नको लागि कति धेरै क्वेरिज हो के। ओ माई गड, म रिप्लाई दिँदा 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 थाकिसकेँ। अब म बोलेरै रिप्लाई दिनेवाला छु। पिसिएल नर्सिङ पढ्नको लागि अफकोर्स एससी पास हुनुपर्छ र हजुरहरूले जिपिए भनेको 2 ग्रेड आएको हुनुपर्छ। र सबैजना क्वालिफाइड हुनुहुन्छ पिसिएल नर्सिङ पढ्नको लागि। उहाँको जसको चाहिँ जिपिए चाहिँ 2 आएको छ उहाँहरूले सबैले फर्म चाहिँ भर्न पाउनुहुन्छ। डिपेन्ड अन अब कसरी हुन्छ त सेलेक्सन, कसरी स्कलरसिप र पेइङमा भर्न सकिन्छ भन्ने कुराहरूमा एकदमै कन्फ्युजन भइरहेको छ होइन। म पाउँछु होला कि नै, मेरो के होला भन्ने क्वेसन्सहरू, अनि स्कलरसिपको के हुन्छ भन्ने टाइपको क्वेसन्सहरू मलाई आइरहेको छ होइन। त्यसको लागि अब मैले के भन्छु भन्दाखेरि पेइङ र स्कलरसिपमा दुइटैमा भर्न मिल्छ। फर्स्टमा चाहिँ हजुरहरूको यो जिपिए को स्कोर चाहिँ के हुन्छ भन्दाखेरि फर्स्ट 40 स्कोरलाई राखेर कलेजले सेलेक्ट गर्ने हो 40 जना स्टुडेन्टलाई। अनि त्यसरी चाहिँ हरेक कलेजमा चाहिँ 40 जना स्टुडेन्टहरू एडमिसन हुने गर्छन्। अनि अब स्कलरसिपको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरहरूले कोटा वाइज हजुरको 2 जिपिए आएको छ भने त्यो अनुसारले हजुरको कोटा के छ, अब गभर्मेन्ट स्कुलमा पढ्नु भएको छ कि अथवा चाहिँ अब हजुरसँग चाहिँ के भन्छ कुनै मधेसी कोटाहरू, जनजाति कोटा, आदिवासी कोटाहरू के छ त्यो कोटाहरू छ भने त्यसबाट पनि हजुरहरूले पाउन सक्नुहुनेछ। त्यसरी चाहिँ हामी पढ्न सक्छौँ। अनि यसमा चाहिँ मेन क्वेरिज मलाई के आएको भन्दाखेरि म कुन प्रोभिन्समा भर्दाखेरि बढी नाम निस्किने चान्स हुन्छ त? त्यस्तो हुँदैन। अब कुन प्रोभिन्समा कुनमा भर्दाखेरि कुनमा कसरी नाम निस्किन्छ भन्ने कुरा कसरी होइन। त्यसमा अब मेन चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि यसमा चाहिँ अब सबै ठाउँमा अहिले कलेजहरू एकदमै थोरै छ होइन। अनि त्यही भएर चाहिँ नाम निस्किनको लागि अलिकति गाह्रो भइरहेको हो र पढ्ने धेरै भइराख्नु भएको छ। त्यसैले गर्दाखेरि चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि हजुरहरूले जुन प्रोभिन्समा भर्दा पनि नाम निस्किने चान्स हुन्छ हजुरको यदि जिपिए राम्रो आएको छ भने है। अनि अब यही प्रोभिन्समा भरे यही एसएमा निस्किन्छ भन्ने त स्योर त कसरी भन्न सक्छु र मलाई यो चाहिँ क्वेसन्स एकदम धेरै आइरहेको थियो र म आज यति नै भन्न चाहन्छु। आई थिङ्क मैले पुरै इन्क्लुड गर्न पनि सकेको छैन। म हजुरहरूलाई अझ विस्तार रूपमा नेक्स्ट भिडियोमा भन्नेछु। थ्याङ्क